सदस्य राजेन्द्र कुमार राई, समय 8 मिनट। त्यसपछि मान्य सदस्य युवराज दुलाल। सम्मानीय सभामुख महोदय, अघि 15 मिनट सदन स्थगित भयो। सभामुख महोदय के को लागि भएको थियो? म सभामुख महोदयसँग म निवेदन गर्न चाहन्छु। के को लागि स्थगित भएको थियो त्यो सदन? मान्य सदस्य, विषयवस्तुमा अगाडि बढ्नुहोस्। त्यो सम्भव छैन सभामुख महोदय। मैले हिजो पनि तपाईहरुलाई यति निवेदन गरेँ, मेरो बाध्यता होइन, यो तपाईले नियमले मिच्नुभयो, यसो नगरौँ, मन्त्री सब चाहिन्छ भनेर तपाईले सब डाक्नुभयो। फेरि 15 मिनट स्थगित गर्नुभयो तपाईले। अहिले त्यो स्थगित गरिसके मन्त्री खोइ त सभामुख महोदय, यसो नगरौँ न। हामीले सदनलाई मैले पनि बारम्बार भन्छु थितिमा बसलौँ। तपाईहरुले हामीले हेप्नु भएको हो नि, हेप्ने अझै कति हेप्नुहुन्छ हेर्नुस्। यहाँभन्दा हेप्ने ठाउँ छ? यो मिल्दैन सभामुख महोदय, मेरो बाध्य हो। मान्य सदस्य, आज हामीले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको छलफलमा छौँ। यसमा मान्य सदस्यलाई अहिले गृहमन्त्रीज्यू र कानुन मन्त्रीज्यू आउने क्रममा हुनुहुन्छ र उहाँहरूभन्दा बाहेकका मन्त्रालयको विषयमा आफ्ना कुरा राख्दै गर्नुहोस् र मन्त्रीज्यूहरू आउने क्रम छ र उहाँहरूको मन्त्रालयसँग सम्बन्धित विषय उहाँहरू आइपुगेपछि राख्नुहोला। अहिले आफ्नो भनाइ अगाडि बढाउनुहोस्। सम्मानीय सभामुख महोदय, म एउटा निवेदन गर्न पर्यो। मैले राखिरहेको कुरो यो बेठिक हो त? तपाईले यो ठिक छैन भनिदिनु त। नियमावली यतिकै धारा अनुसार यो तपाईले बेठिक कुरा गर्नु भने म अगाडि बढ्छु। त भनिदिनु ल, नियमावलीको यति अनुसार यो बेठिक कुरा गर्नुभयो, तपाईले ठिक कुरा गर्न भनिदिनु त, मलाई सजिलो हुन्छ। न कसरी सजिलो हुँदै हुँदैन नि मलाई, त्यति भनिदिनु ल। कति नियमावली दफामा भन्ने कुरो स्पष्ट तपाईले बताइदिनु, म अगाडि बढ्छु। नियमावलीले पक्रेर चलाउनु पर्यो यो सदन त। तपाईहरु सजग नहुने, जति बेला सङ्कट पर्यो अनि जनताबाट चुनेको प्रतिनिधिलाई अनि तपाईले अब बोल्नुहोस्, अब अगाडि बढ्नुहोस् भन्न मिल्दैन। त्यसले गर्दाखेरि मेरो यो चाहिँ मैले भने नि त, तपाईले नेपाली शब्दमा के भन्छ त्यति मलाई थाहा, नेपाली अलिक म जान्दिनँ। मेरो यो बाध्यता हो, यस कारणले बाध्यता हो। तपाईले हेप्नुभयो नि त, हिजो त्यत्रो कुराकानी गरी स्थगित भएको, तपाईले 15 मिनट स्थगित गर्नुभयो। के को लागि स्थगित गर्नुभयो त? मिल्दैन सभामुख महोदय। म अन्तिम तपाईलाई भन्न चाहन्छु, तपाईले नियमावलीको यति अनुसार यस्तो हो भन्नुभयो भने फेरि सरक्क हेर्नुहोस्। म त विधिलाई मान्ने मान्छे। हेर्नुहोस्, यो संविधान हामीले बनाएको, नियमावली तपाईहरुले बनाउनु भएको। तपाईले बनाएको जबरजस्ती नियमावली बनाउनु भयो, त्यसलाई कार्यान्वयन गर्नु न। हामीले त मैले त ओके मान्दैकै छु त। लु कति नियमावलीमा लु भन्नु त, म ठ्याक्कै मानिदिन्छु। म ठ्याक्कै हिँडिदिनै सक्छु, मेरो आफ्नो कुरा राखेर म अगाडि पनि बढ्न सक्छु। कति दफामा कतिमा यस्तो हुन्छ भन्दा पनि के भयो त? हामी विधिलाई मान्ने मान्छे, विधिलाई मान्नु पर्यो, विधिलाई टेक्नु पर्यो। म मान्छु लु, सभामुखको निर्देशन म तलमाथि यति पनि गर्दिनँ, तर नियमावलीको दफा यति नम्बर यति अनुसार यस्तो भयो भन्नु भने कुन ठुलो कुरो हो त? म मानिदिन्छु। न म अगाडि बढ्न सक्दिनँ, कसरी सक्छु? हिजो पनि यही रोस्टरमा उभिएर म भन्ने, फेरि आज मैले त्यो कुरा मैले विड्र गर्न मिल्दैन। लोकले देखिरहेछ, जनताले देखिरहेछ। अहिले धनकुटा जनताले तत्काल मलाई फोन गर्न सक्छ फोन गर्नु। बारम्बार यो कुरो म दोहोऱ्याउन चाहने थिइनँ क्या। किन दोहोऱ्याउनु बारम्बार यही इस्युलाई बारम्बार किन दोहोऱ्याउनु? म यो पक्षमा बिल्कुल थिइनँ, तर बाध्य भयो। हिजो पनि यही इस्युमा मैले छलफल गरेर रोकिनँ, फेरि आज पनि नहुनु भन्दाखेरि त योभन्दा सार्वभौम सत्ता सदनलाई हेप्ने कुरो हुँदैन मन्त्री।
माननीय सदस्य अगाडि बढ्नुहोस्। सम्माननीय सभामुख महोदय, मैले धेरै अनुरोध गरेँ। अनुरोध गरिसकेपछि अब मन्त्रीजीहरू आउनुभएको छ। अब मन्त्रालय चाहिँ 8वटा छ, मन्त्री चाहिँ 6वटा हुनुहुन्छ। के हो यो? तर सभामुखले धेरै अनुरोध गरिसक्नु भएको हुनाले म अगाडि बढेँ। तर विधिलाई टेकौँ, नियमहरूलाई कार्यान्वयन गरौँ भन्न सम्माननीय सभामुखलाई म आग्रह र निवेदन गर्न जान्छु। पहिलो कुरो, अब पहिलो कुरो म गृह मन्त्रालय अन्तर्गत जानु पर्यो। अहिले यो देशमा जम्मा 75वटा कारागार छ। 72 जिल्लामा, 5वटा जिल्लामा कारागार छैन। धनुषा, बारा, भक्तपुर, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन। आज कारागारमा आजको रेकर्ड अनुसार यो तलमाथि भइराख्ने चाहिँ 28,000 देखि 30,000 चाहिँ कैदी बन्दीहरू छन्। त्यो बन्दीको बारेमा आजसम्म ती बन्दीहरूलाई कसरी व्यवस्थापन गर्ने, एउटै कारागारमा 100 राख्ने ठाउँमा 300 राखिएको छ। यस्तो किन हुन्छ? यो नयाँ सरकारले के गर्न खोजेको हो? मैले यो कुरा बुझ्न सकेको छैन। त्यसको साथसाथै म भन्न चाहन्छु, आज धनकुटा जिल्लामा त्यहाँको नगरपालिकाले 19 रोपनी जग्गा दिई त्यो विशेष कारागार बनाउनका निम्ति 1000 देखि 1500सम्म बन्दीहरूलाई राख्नका निम्ति बजेट विनियोजन भएको। त्यो राष्ट्रिय योजना आयोगमा गयो, अर्थ मन्त्रालय गयो। त्यो बजेट अहिले किन परेन? धनकुटा एउटा पहाडी क्षेत्रको रमाइलो ठाउँ हो। त्यहाँ हावापानी राम्रो छ, वातावरण राम्रो छ। त्यो सबै बन्दीलाई ल्याउनु उपयुक्त हुन्छ भन्ने हैसियतले कारागारको विशेष कारागारको बनाउने व्यवस्था थियो, त्यो किन भएन? त्यसैले गर्दाखेरि म त्यसैसँग जोड्न चाहन्छु। आज 30 देखि 28,000 बन्दीहरूलाई कामको जिम्मा दिनु पर्यो। उहाँहरूको श्रम त्यसै गएको छ। श्रमलाई व्यवस्थापन गर्नु पर्यो कि त जुन ठुलो कारागार छ त्यहाँ उद्योगहरू खोलिदिनु पर्यो। सानो कारागार भएको ठाउँमा त्यहाँ के गर्न सकिन्छ त्यो कामको नि व्यवस्थापन गर्नु पर्यो। यदि त्यति नभएन भने ती कैदीहरूलाई श्रममा के उपयुक्त हुन्छ, काम गर्ने वातावरण बनाउनु पर्यो। धेरै श्रमहरू अहिले खेर गइरहेको छ। ती बन्दी जति बन्दी छन् उसले कैद भुक्तानी गर्छ, फेरि त्यही काम दोहोऱ्याउँछ। ती बन्दीहरूलाई एउटा कैदमा परिसकेपछि ऊ राम्रो बनेर निस्किने एउटा वातावरण सिर्जना गर्नुपर्छ। त्यो गर्न सकिएन भने के हुन्छ? राज्यको लगानी पनि गयो, उसले फेरि दोस्रोचोटि बेमान गर्न छ। यसको तर्फ म गृह मन्त्रीज्यूको म ध्यान आकर्षण गर्न चाहन्छु। यसको साथसाथै फेरि म दोहोऱ्याउन चाहन्छु, धनकुटामा विशेष कारागारको निम्ति यसैचोटि बनाउने व्यवस्था गर्नुपर्छ। त्यो सबै चिज चाहिँ भइसकेको छ। त्यो डिपिआर गर्ने, जग्गाको व्यवस्थापन, सब चिज काम भएछ भन्ने म गृह मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। अब दोस्रो कुरो, भौतिक पूर्वाधारतिर जाउँ। मन्त्रीजीबाट धेरै कुरा नेपाली जनताले आशा राखेको। युङ युवा मान्छे यो सडक क्षेत्रमा कायलपल्ट हुन्छ भनेर हामीले सोचेको, अनि बाहिर हल्ला पनि थियो, जोड पर्नु भएको, तर त्यो देखिएन। त्यो त यस्तो झुर रहेछ। हेर्नुहोस्, योजना सम्पन्न भइसकेको ठाउँमा पैसा हालेको छ। खै सूचना? उहाँले सूचना लिनु भएन छैनस्? बरु कहिले कहिले ठेकेदारलाई थर्काइदिनु भयो। त्यो सूचनातिर त उहाँ जानु भएन छ। अनि मलाई त अचम्म लाग्यो। हेर्नुहोस्, पहिला निर्वाचनमा जितेर आइसकेपछि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले के गर्नुभयो भने हामीलाई डाकेर म यसचोटि पुरानो अधुरो योजना सब सम्पन्न गर्छु, त्यसपछि सुशासनको काम गर्छु, अरू महत्त्वपूर्ण योजनाहरू अर्कोचोटि गर्छु उहाँले त्यही भन्नुभएको। त्यसैमा म त भर परेँ। हामी त पूर्वको मान्छे, सोझो इमान्दार पनि होला नि भनेको। आज कुनै योजना छैन, धनकुटा खाली। यस्तो के भएको हो? धनकुटाको जनताले यो सरकारसँग के दुश्मनी गर्यो? किन यस्तो भयो? मलाई लाग्छ मन्त्रीज्यू तपाईँ यता मतिर हेर्नु राम्रो हुन्छ। तपाईँलाई पनि मैले हेरिरहेको छु। अब तपाईँलाई मेरो निवेदन छ सभामुख मार्फत, तपाईँले ती अधुरो योजना सम्पन्न गर्नुपर्छ।
अनि कामको परिणाम आइसकेपछि के हुन्छ, तपाईँको नि हाइहाइ हुन्छ। अनि हामीलाई पनि भन्न सजिलो भयो। हामी आम जनतामा धनकुटावासीलाई म भनिदिन्छु, तपाईँको बारेमा म बाँसुरी बजाइदिन्छु, राम्रो मन्त्री हुनुहुन्छ भनेर। खोइ त्यो वातावरण। त्यसैले गर्दाखेरि म एउटा यस्तो तपाईँलाई एउटा जानकारी गराउन चाहन्छु। पाखरीबास मुगा हुँदै भोजपुर अनि खोटाङ जाने सडक थियो, त्यसको नाम हिले पाखरीबास अनि मुगा हुँदै भोजपुर जाने सडक थियो। त्यो सडक चाहिँ 74 सालमा 1 करोड पैसा पर्यो। त्यो सडक धमाधम बन्दै थियो, भूकम्प आयो, अनि त्यस पछाडि कोरोना आयो। त्यस पछाडि त्यो निर्माण व्यवसायले कामलाई सुचारू रूपमा सञ्चालन गर्न सकेन। फेरि त्यही निर्माण व्यवसायले अर्को निर्माण व्यवसायलाई काम गर्न दियो, त्यसको भुक्तानी नपाएर मुद्दा पर्यो। मुद्दा परेर त्यो सडक त्यत्तिकै स्थगित रह्यो। अहिले मुद्दा पनि फैसला भयो, अहिले पैसा छैन। मन्त्रीज्यू के यस्तो भएको? खोइ तपाईँका त्यत्रा कर्मचारी साथीहरूले खोइ सूचना लिनु भएको? तपाईँलाई फसाए जस्तो छ मन्त्रीज्यू। हेर्नुहोस् न, हेर्दा हेर्दा यति राम्रो मन्त्रीलाई फसाइदियो। हेर्नुहोस्, फसाइदियो। अनि अस्ति मैले निवेदन गरेँ, अब जनतालाई सेवा सुविधा दिनुपर्ने। मैले अस्ति कति राम्रो भनेको थिएँ, ताप्लेजुङ बढाउने जनताको निम्ति त ठिकै हुन्छ, सङ्खुवासभा बढाउने जनताको निम्ति ठिकै हुन्छ, त्यसै सोलुको निम्ति पनि, त्यसै गरी भोजपुरको निम्ति नि मैले के भने अब धरानबाट धनकुटामा सुरुङ मार्ग बनाऊ है, 3 किलोमिटर पर्छ। आउँदाखेरि ठ्याक्कै भेडेटारमा आउँदाखेरि 30 किलोमिटर पर्छ। यति दूरीमा मान्छेलाई सेवा दिनुपर्छ भने यो निवेदन गरेँ। मन्त्रीज्यूलाई नि भेटेँ, उहाँले भन्नुभयो यसो गर्नुभयो। त्यो फोनमा के गर्नुभयो, अलिक मलाई फोनको बारेमा ज्ञान, यसो गर्नुभयो, टिप्नु भयो जस्तो लाग्यो। अनि उहाँ कहाँ फोन गरिदिनु, मैले होला भनेर मक्क परेँ। अनि मैले धनकुटावासीलाई भने, त्यतै भोजपुरलाई पनि भने, भोजपुरका साथीहरूलाई पनि भने, अनि ताप्लेजुङकोलाई नि भने, तेर्थुमकोलाई नि भने, सङ्खुवासभालाई भने, अब बजेट पर्यो, नयाँ सरकारले सुरुङ मार्ग बनायो, यसमा दुविधै छैन, तपाईँहरू ढुक्क आउनुहोस्। अब तपाईँहरूले समय तपाईँहरूको बचत भयो, तपाईँहरूको पैसा पनि बचत हुने भयो। भनेको योजनामा छैन, रातो किताबमा हेर्नुहोस्। के भएर यस्तो हुन्छ? पुरानो दलले त ढाँटो, नयाँ दलले किन ढाँट्छ यस्तो? तपाईँले भाष्य निर्माण गर्नुभएको छ, पुरानो दलले काम गर्न सकेन, नयाँ दलले गर्छ भनेर हामीलाई विश्वास थियो। मलाई पनि के लाग्यो भने युवा साथीहरू जोस भएको साथी हो भन्ने विश्वास लाग्यो। त्यसै गरेर मैले जनतालाई त्यही निवेदन गरेँ, त्यही भने। किनभने समय सकियो मान्य सदस्य।